दिवस बनाउनको लागि पार्टीको भेला भएर यति लामो प्रभावको सहभागी भयो। त्यसको लागि हामी सबैलाई धेरै धेरै धन्यवाद दिँदै काठमाडौँ जिल्ला शाखाले आजको औपचारिक कार्यक्रम सुरु गर्न लागेको छ। कार्यक्रम कति हल्ला गर्यो हामी सुरु गर्दैछौँ। सबैजना हामी सबै रेड क्रस कर्मी हौ। सबैजना शान्त भएर बस्दिनु होला। अब हामी आफ्नो जिल्लामा सामू कार्यक्रम सभापतिको आसन ग्रहण गर्ने हुन नेपाल लेखक सोसाइटी काठमाडौँ जिल्ला शाखाका आदरणीय सभापति श्री श्यामकाजी पोखरेललाई हार्दिक अनुरोध गर्छु। यसै गरी अब हाम्रो प्रमुख अतिथिज्यू आइपुग्दै लाग्नु भएको छ। उहाँको उमेरको कारणले पनि हामीले उहाँलाई 8:30 बजे हाम्रो कार्यक्रम सुरु हुन्छ, त्यतिखेर आइपुग्नु होला भनेर भनेको थियौँ। उहाँ एकदम पङ्क्चुअल मान्छे हो, टाइममै आउनुहुन्थ्यो। जामसाम केही पऱ्यो होला आउँदै हुनुहुन्छ। उहाँ नजिकै छु भन्नुभएको छ। उहाँ आएपछि आसन ग्रहण गर्नुहुनेछु। त्यसै गरी अब विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन नेपाल लेखक सोसाइटीका निमित्त कार्यकारी निर्देशक श्री धर्मदत्त बिहारी सरलाई हार्दिक अनुरोध गर्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन नेपाल लेखक सोसाइटी बागमती प्रदेशका महासचिव रामजी पौडेल सरलाई हार्दिक अनुरोध गर्छु। यसै गरी हाम्रा माझमा काठमाडौँ महानगरपालिका वडा नम्बर 20 का वडा अध्यक्ष राजेन्द्र मानव दर्शा आइपुग्नु भएको छ। उहाँलाई पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुन मैले हार्दिक अनुरोध गर्छु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुन नेपाल लेखक सोसाइटी हाम्रो प्रमुख अतिथिको आइपुग्नु भएको छ। उहाँलाई सम्मान गर्न प्रतिक्रियाले लागि बुझाएर शताब्दी हुनुहुन्छ। नेपाल लेखक सोसाइटीका संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँलाई आदरणीय डाक्टर पौडेललाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन मैले हार्दिक अनुरोध गरेँ। शताब्दी पुरुष नेपाल लेखक सोसाइटी काठमाडौँ जिल्लाले उहाँले हामीले शताब्दी पुरुषको रूपमा सम्मान गरेर अब यो कार्यक्रमको आतिथ्यता गर्ने सार्वजनिक क्याम्पस यस क्याम्पसका युथ सर्कलका शिक्षक नायक नक्कु प्रसाद पासकोटा सरलाई पनि मैले आसन ग्रहणको लागि हार्दिक अनुरोध गरेँ। त्यसै क्याम्पसका सहशिक्षक नायक ईश्वर कार्की सरलाई पनि मैले आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। सबै युथ सर्कलहरूको प्रतिनिधित्व गर्दै यो आतिथ्यता प्रदान गर्ने युथ सर्कलका सचिव नेपाल लेखक सोसाइटी फादर क्याम्पसका युवा लेखक सर्कलका सचिव श्री कौशिक राय मजीलाई पनि मैले आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी नेपाल लेखक सोसाइटी काठमाडौँ जिल्ला शाखाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सम्भव भएसम्म लेख्नु चाहिँ मैले पहिलो नम्बरमा लेखेको छु। कता कता बस्नु भएको छ। मैले यहाँ चाहिँ नेपाल लेखक सोसाइटी काठमाडौँ जिल्ला शाखाका कोषाध्यक्ष श्री लक्ष्मी रत्नकुमार भट्टराईलाई पनि मैले मञ्चमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गरेँ। हाम्रा बिचमा कीर्तिपुर नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष हुनुहुन्छ र बागमती प्रदेशका महासचिव पनि हुनुहुन्छ। उहाँलाई पनि मैले मञ्चमा त सिट सकेर ल अघि चाहिँ आएर आसन ग्रहणको लागि मैले हार्दिक अनुरोध गरेँ। त्यसै गरी सम्पूर्ण नेपाल लेखक सोसाइटी काठमाडौँ जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरूलाई यथास्थानमा आसन ग्रहणको लागि मैले अनुरोध गरेँ। यसै गरी उपशाखाबाट पाल्नुभएका अध्यक्ष सचिव लगायत सम्पूर्ण सदस्यज्यूहरू सबैलाई यथास्थानमा आसन ग्रहणको लागि अनुरोध गरेँ। युवा पदाधिकारी तथा
गर्नको लागि अनुरोध गरे। निर्देशन केन्द्रका सम्पूर्ण कर्मचारीहरूलाई पनि यथास्थानमा आसन ग्रहणको लागि मैले अनुरोध गरेँ। त्यसैगरी नेपाली सोसाइटी काठमाडौँ जिल्ला शाखाका कर्मचारीहरूलाई पनि यथास्थानमा आसन ग्रहण गर्नको लागि मैले हार्दिक अनुरोध गरेँ। अब हाम्रो ठाउँ यस्तै छ, देशमा हामी सबैजना मानवताको लागि काम गर्दै यहाँ बुझ्नुहुन्छ। हाम्रो यहाँ यथास्थानमा आसन ग्रहण गर्नुहोला। कसैको ऱ्याङ्किङ तलमा परेको भए माफ गर्नुहोला। सबैजना हामी भोलिन्टियर हौँ, ईश्वर सेवक हौँ, त्यस्तो रूपमा काम गर्नुहुन्छ। अनि अब हाम्रो कृषक सरकारको भाइ बहिनीहरूलाई चाहिँ प्याज वितरण गरिदिनुको लागि मैले हार्दिक अनुरोध गरेँ। सभापतिज्यूलाई पहिला गर्नुभयो, त्यसपछि उपसभापतिज्यूलाई। सेफ्टी पेन त्यो पहिला टाक्नु पर्ने त्यसमा सुपर ग्लुले सरकारले धेरै पहिलादेखि प्याज चाहिँ विकल्पको पात्र लिएर उहाँहरूले चाहिँ गर्नुहुन्छ र आज पनि उहाँहरूले आफैले तयार गरेर ल्याउनु भएको थियो। यो आजकल चाहिँ हामी रेडक्रस पनि वातावरण मैत्री काम गर्नुपर्छ भनेर भन्दैछौँ। यो चाहिँ वातावरण मैत्री पनि हुन्छ जस्तो लाग्यो र विश्वचन्द्र यो युथ सरकार विश्वचन्द्रलाई ताली बजाएर सम्मान गर्नु नै धेरैवटा कार्यक्रमहरूमा हामी जान्छौँ र राष्ट्रिय गान बस्ने बेलामा कोही छातीमा हात राख्छौँ, कोही कता हेर्छौँ, कोही कता हेर्छौँ। नेपाल सरकारले अहिले भर्खरै एउटा भर्खरै भन्नाले 1 वर्षदेखि अगाडि एउटा चाहिँ राजपत्रमा सूचना नै प्रकाशित गरेको छ। राष्ट्रिय गान बस्दाखेरि सबै एकरूपता हुनु पर्यो भनेर सतर्क पोजिसनमा बस्ने, गोडालाई भी आकारमा राख्ने, छातीलाई चौडा बनाउने, शिरलाई उच्च राखेर हामी राष्ट्रिय गानको सम्मान गर्छौँ। त्यस पछाडि भनेको हामी राष्ट्रिय गान बजाउँदैछौँ। यो साउन्डमा बस्ने भाइले राष्ट्रिय गानको तयारी गर्नुहोला र सबैजनालाई राष्ट्रिय गान बज्दाखेरि चाहिँ आफ्नो आसनमा उठेर यसको सम्मान गरिदिनु हुन मैले हार्दिक अनुरोध गरेँ। उठ्ने भयो नेपाली सर्वभौम फैलिएका मेची महाकाली सय थुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले शोषण र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। सबैजनालाई धन्यवाद दिँदै फेरि एकचोटि उठ्नलाई नै मैले यहाँलाई अनुरोध गरेँ। हामी रेकर्डकर्मी हौँ, हाम्रो मन्त्र छ 7वटा मन्त्र, त्यसलाई सिद्धान्त पनि भनिरहेका छौँ। हामीले यो भाषण गर्दैछौँ, हामी त्यसलाई पहिला भाषण गर्छौँ र यहाँहरूले पुर्याउनु हुन मैले अनुरोध गरेँ। मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता, विश्वव्यापकता। धन्यवाद। धन्यवाद।